आज चाहिँ साइकलमा हिँडेको है, फर्किँदाखेरिमा रात परेर खतरा हराइयो। हिँडिराखेको बाटो पनि रात परेर होला सायद, थाहै भएन भने कहाँ आइपुगिरह्यो भने अहिले बल्ल यार यो टावर देखेपछि चाहिँ अब चाहिँ मलाई थाहा छ 6 बजे हिँड्ने मान्छे 8 बज्न लागिसक्यो। घुमे चाहिँ यार अब चाहिँ थाहा छ, अब चाहिँ पुग्छु होला। दिमाग खराब भइरह्यो भने सधैँ हिँडेको बाटो रात पर्दा त यादै नहुँदो रहेछ यार। लामो कहाँबाट आउनुपर्ने मान्छे कहाँ आइतिर ल यहाँबाट चाहिँ अब चाहिँ अघि त म त हराएर यार आम्बो। अब सोद्धाखेरि पनि फेरि कसैलाई थाहा छैन, थाहा भयो पनि सुनसान भइसक्यो रोड। अब अझै लाग्छ आधी घन्टा। त्यही भोलिदेखि त दिउँसै हिँड्छ यार कामबाट पनि। रात परेर भुलियो बाटो। म धेरै नै अगाडि पुगेछु, महाराजगञ्ज पुगिरहेको यार। महाराजगञ्जबाट पनि फेरि यता यति बेला फेरि नेटले पनि काम नगरिरहेको, गुगल म्याप हेरेर आउनुलाई पनि म्यापले काम गरेन। दुःख पाइयो साथी हो। डेन्जर हराएर होइन बल्ल माइती घर आइपुग्यो। माइती घरबाट यता ओह्रालो के गर्ने यार, पसिनै पसिना भइसक्यो साइकलमा। यस्तो छ हालत, यस्तो छ अगाडि। हराइयो नराम्रोसँग। जहिले हिँडिराखेको बाटो हराइरहेको, फेरि सधैँ हिँड्ने बाटो हराइरह ल। धेरै दिनमा हिँडेर होला सायद हराइयो। अब चाहिँ आइपुग्यो। अहिले चाहिँ अझै लाग्छ 20-30 मिनट पुग्नलाई।